नमस्कार। आज हामी सिक्नेछौँ 3G कटिङ कसरी गर्ने, त्यो पनि काँक्रोमा। 3G कटिङ पहिला हामीले सबैभन्दा पहिला भनेको हामीले बिरुवा भनेको कम्तीमा नि 60 देखि 90 सेन्टिमिटर हुनुपर्छ। अनि त्यसपछि हामीले मात्रै 3G कटिङ गर्नुपर्ने हुन्छ। अनि 3G कटिङ गर्दा हामीले मुख्य कुरा ध्यान दिनुपर्ने कुरा हुन्छ भनेको अब त्यसको सबभन्दा पहिला मुन्टा सबभन्दा काट्नुपर्छ। अनि त्यसपछि तपाईको तल 15 सेन्टिमिटर मुनिका सबै पातहरू त्यो काट्ने। अनि त्यसपछि त्यो भाले बढी फुल लागेको हुन्छ, त्यो भाले फुललाई पनि अब हातले चिमुट्ने। अब टेन्टिललाई पनि त्यो हातले चिमुटेर पनि हुन्छ वा काट्दा नि हुन्छ। त्यसो गर्नुभयो भने अर्को हाँगा आउँछ। अनि त्यो अर्को हाँगामा पनि सेम 60 सेन्टिमिटर भन्दा माथि छ भने त्यसलाई पनि उसको मुन्टा काट्ने। त्यो भालेभन्दा पोथी आओस् फुल भनेर त्यो गर्नुपर्छ। अनि अर्को पनि त्यो साइडमा फेरि अर्को हाँगा आयो भने त्यही हिसाबले हामीले गर्नुपर्छ। त्यही भएर हामीले यसलाई नाम दिएको 3G कटिङ।